15 वर्ष माथिको बच्चालाई बुवाले आफ्नो साथमा लान खोज्दा बच्चाले आमासँग बस्न खोज्यो भने यस्तो अवस्थामा के हुन्छ भनेर प्रश्न गर्नुभएको छ। हजुरले सुन्नुभएको प्रश्नको जवाफ यही भिडियो मार्फत चाहिँ सुन्नुहोला। 15 वर्ष माथिको बच्चा बुवाले आफ्नो साथमा लान खोज्नुभयो, तर बच्चा बुवासँग जान मान्नु भएन, आमासँग बस्छु भन्नुभयो भने चाहिँ यस्तो अवस्थामा बच्चा आमाको साथमा, आमाको जिम्मामा रहन पाउने, आमासँग बस्न पाउने कानुनी व्यवस्था छ। 10 वर्ष उमेर पुरा भइसकेको बच्चा आमा वा बुवा कसको जिम्मामा रहने भन्ने सम्बन्धमा चाहिँ अदालतबाट निर्णय गर्नुपर्दा बच्चाको राय लिने कानुनी व्यवस्था छ। यदि बच्चाले म बुवासँग बस्छु वा आमासँग बस्छु भनेको अवस्थामा चाहिँ बच्चाले जोसँग बस्न खोज्नु भएको छ उहाँको जिम्मा, उहाँको साथमा राख्ने कानुनी व्यवस्था छ। तसर्थ हजुरलाई रुचाउनु भएन, हजुरको बच्चा हजुरको साथमा जान मान्नु भएन, आमासँग बस्न खोज्नुभयो भने चाहिँ बच्चा आमाको साथ, आमाको जिम्मामा रहन पाउने कानुनी व्यवस्था छ। हजुरले बच्चालाई जबरजस्ती आफ्नो साथमा लिएर जान पाउनुहुन्न, किनकि बच्चाले म आमासँग बस्छु भनेको अवस्थामा चाहिँ त्यो बच्चा आमासँग बस्न पाउने कानुनी व्यवस्था छ। धन्यवाद।